ल है गाइस यो चाहिँ हाम्रो फारको बासिन्दा र हाम्रो साथीले बनाउनु दिएको हैन अनि त्यहाँदेखि यहाँनिर यो सबै यो चाहिँ उहाँहरूको फेरि तामाङ टोलको बेबीहरू हो अनि यहाँ है उहाँको मेन प्यारेन्ट्सले चाहिँ बनाउनु दिनु भएको सब तपाईँ मेन क्विन चाहिँ यहाँ छ है उसको एकदम सानोदेखिको रहेछ स्टेप स्टेप तपाईँहरूले पनि यसरी बनाउन सक्नुहुन्छ अर्डर गर्नु होला गाइस धेरै दिन पछाडि आज हामीले भिडियो गरेछौँ बुढाको होइन त्यो तामाङ ड्रेस त कस्तो राम्रो देखेको है नानीलाई कति राम्रो देखेको नानीको यहाँ हाम्रो नि स्प्रेन्जल खाली यसरी माइक बोकेर गीत पहिला प्रिन्सेस गीत यस्तो प्रिन्सेस लुगाहरू खुब मन पर्थ्यो बिचारा स्प्रेन्जल त मन पराउँदैन थियो नानी छोरी मान्छेहरू साह्रो मन पराउँदो यस्तो राम्रो राम्रो हो सानो आम्मा भान्जी अनि बुइनी सब जेमुमाको रहेछ है जेमुमाको सिंगलहरू छ यहाँ सबै उसले कलेक्सन गरेर राम्रो कलेक्सन नाइस कलेक्सन एकदम कलेक्सन यहाँ सानो सानोदेखिकोहरू छ ठ्याक्कै छ हेर्नुहोस् साह्रै राम्रो राम्रो रहेछ तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ है तर मेरो दिमागमा चाहिँ यो मात्रै आयो यो पनि राम्रो छ ए हो र यो चाहिँ ब्याकग्राउन्ड चेन्ज गरेको अरे गाइस हेर्नुहोस् है ब्याकग्राउन्ड चेन्ज गरेर चाहिँ फोटो राम्रो भएर होला उसको कस्तो राम्रो देख्यो ठ्याक्कै सुहाएको छ नि तर मेरो दिमागमा चाहिँ यही मात्रै आएर चाहिँ उसले यत्रो फोटो कहाँ राख्छ मलाई थाहा छैन भित्ता मात्रै भएको घर हेर्ने बेला भयो